हेलो वेलकम टू जावा सिरिज। आज हाम्रो न्यू टपिक हो सम प्रोग्राम प्र्याक्टिस। अहिले हामी जति पनि कन्सेप्ट पढेछौँ क्लास र अब्जेक्ट, डेटा हाइडिङ र इन्क्याप्सुलेसन, यो सबैले मिक्स गरेर हामी केही प्रोग्राम प्र्याक्टिस गरौँ। 4-5 वटा प्रोग्राम हामी हेर्छौँ कि क्वेसन कस्तो प्याटर्नको आउँछ र कसरी यसलाई ह्यान्डल गरिन्छ। यो हाम्रो पहिलो क्वेसन। राइट अ जावा प्रोग्राम टु क्रिएट अ क्लास बैंक अकाउन्ट। क्लासको नाम के हुनु पर्यो त हाम्रो बैंक अकाउन्ट विथ एट्रिब्युट्स लाइक अकाउन्ट नम्बर, अकाउंट होल्डर नेम र बैलेंस। यो तीनटा हाम्रो एट्रिब्यूट हुनुपर्ने। इम्प्लिमेंट मेथड सच एज डिपोजिट, विथड्र एन्ड डिस्प्ले डिटेल्स। अब यसलाई सोधेको क्वेसनलाई हामी प्रोग्राममा म्यापिङ गरौँ वन बाई वन। पहिला हामी के बनाउने त क्लास बैंक अकाउन्टको क्लास बनाउने। ल यहाँ मैले एउटा क्लास बनाएँ। क्लासको नाम मैले बैंक अकाउन्ट राखेको छु र उसको तीनटा एट्रिब्यूट बनाइदियो, अकाउन्ट नम्बर, अकाउन्ट होल्डर नेम र बैलेंस। अकाउन्ट नम्बर र अकाउन्ट होल्डर नेम दुवै स्ट्रिङमा लिएछु र बैलेंस मैले केमा लिएछु त डबलमा। किनभने डबलमा किन लिएको, किन डबलमा लियो भने भोलि हामी बैलेंस एड गर्न सक्छौँ, बैलेंस निकाल्न सक्छौँ। त्यहाँदेखि क्याल्कुलेसन गर्नुपर्छ, त्यही भएर डबलमा लिएको। यसलाई क्याल्कुलेसन गर्न आवश्यकता पर्दैन, त्यही भएर दुवै स्ट्रिङमा लिएको हो। अब क्वेसनको माग के छ त मेथड इम्प्लिमेन्ट गरेर डिपोजिट, विथड्र र डिस्प्ले डिटेल्स। त पहिला हामी डिपोजिट बनाउने, त्यसपछि विथड्र बनाउने, त्यसपछि डिस्प्ले डिटेल बनाउने। यो मेथड डिपोजिट, विथड्र र डिस्प्ले डिटेल्स बनाउनु भन्दा अगाडि हामी एउटा कन्स्ट्रक्टर बनाऊ ताकि डेटा यसमा जाओस्। डेटा जान्छ अनि हामी डिपोजिट गर्छौँ, अनि हामी विथड्र गर्छौँ, अनि हामी के गर्छौँ त डिस्प्ले गर्छौँ बाँकी भएको डिटेल्स। त पहिला हामी कन्स्ट्रक्टर बनाउँछौँ। भनेको छैनौँ यसमा, यो कोडमा कन्स्ट्रक्टर भनेको छैन बनाउन, तर पनि हाम्रो कर्तव्य बनिरहेको कन्स्ट्रक्टर बनाऊ ताकि डेटा पास गर्न इजी होस्। ल यहाँ कन्स्ट्रक्टर बनाए, सेम क्लासको नामबाट यहाँ मेथड बनाए। त्यसपछि यहाँ जति पनि एट्रिब्युट थियो सेम एट्रिब्युट यहाँ कपी पेस्ट गरेको हो र आएको डेटा यसमा न यो लोकल भेरिएबल हो, यसबाट डेटा मेरो यसमा जाओस्। त्यही भएर दिस डट अकाउन्ट इक्वल टु अकाउन्ट नम्बर लेखेको हो, दिस डट अकाउन्ट होल्डर नेम इक्वल टु अकाउन्ट होल्डर नेम लेखेको हो, दिस डट बैलेंस इक्वल टु बैलेंस लेखेको हो। यो मेरो के भयो त कन्स्ट्रक्टर भयो। पहिला हामी डिपोजिट मेथड बनाउने। त म लेख्छु पब्लिक void डिपोजिट। हामी डिपोजिट गर्नु छ भने हामीले के लेख्नुपर्छ, यहाँ कति अमाउन्ट डिपोजिट गर्ने छ। म लेख्छु डबलमा होस् अमाउन्ट, म लेखिदिन्छु यहाँ अमाउन्ट। जति पनि अमाउन्ट यहाँ हाल्छु त्यो अमाउन्ट यहाँ के होस् त डिपोजिट होस्। तर डिपोजिट हुनुभन्दा अगाडि पहिला भ्यालिडेट होस्, यानी कि डिपोजिट हामी गर्न खोजिरहेको छु भने त्यो अमाउन्ट सही अमाउन्ट छ कि छैन। यदि म डिपोजिट हालिदिन्छु नेगेटिभ नम्बर, त नेगेटिभ ब्यालेन्समा अमाउन्ट जुड्छ त जुड्दैन नि त। तब भ्यालिडेट गर्छु। इफ आएको अमाउन्ट ग्रेटर देन 0 हुनु पर्यो। यदि 0 भन्दा ग्रेटर छ भने मात्र यो बैलेंसको भ्यालु के होस् त अपडेट होस्। त म भन्छु बैलेंस इज इक्वल टु बैलेंस प्लस अमाउन्ट। यहाँ जुट्छ। यदि यो जुट्छ भने, यदि यो एड हुन्छ बैलेंसमा, पहिलाको बैलेंसमा अमाउन्ट एड हुन्छ भने कसरी थाहा लाग्छ जुट्यो त डिस्प्ले गर्ने अमाउन्ट आफ्टर डिपोजिट। डिपोजिट भइसकेपछि मेरो अमाउन्ट के हुन्छ त यहाँ छ। यहाँ अहिलेको लागि म बैलेंस प्रिन्ट गरिदिन्छु। जति मेरो बैलेंसमा डेटा भएको हुन्छ त्यति प्रिन्ट भइहाल्छ। यसपछि मलाई अब विथड्र हाल्नुपर्छ। त्यो विथड्रको लागि पनि सेम बनाउँछु म पब्लिक void विथड्र। कति अमाउन्ट विथड्र गर्नु त अमाउन्ट हाल्नुपर्छ, फेरि अमाउन्ट हालिदियो। यदि यो विथड्र गरिरहेको छु भने हामीले विथड्र गर्नुभन्दा अगाडि भ्यालिडेट गर्नुपर्छ कि हामी सही अमाउन्ट विथड्र गरिरहेको छु गरिरहेको छैन। अब मेरो एकाउन्टमा सपोज 500 छ, म विथड्र गर्छु 20,000, त विथड्र हुन्छ त हुँदैन। त यानी कि चेक हुनु पर्यो। त म लेख्छु यहाँ इफ आएको अमाउन्ट मस्ट बी ग्रेटर देन 0। अमाउन्ट भनेको 0 भन्दा ठुलो हुनु पर्यो, नेगेटिभ नम्बर नहुनु पर्यो। एन्ड एउटैमा म चेक गरिदिरहेको छु अमाउन्ट मस्ट बी लेस देन इक्वल टु बैलेंस। यानी कि जति मेरो एकाउन्टमा बैलेंस छ उसको भन्दा सानो अथवा उसको बराबर हुनु पर्यो। यानी कि बैलेंस मेरो 500 छ अनि म हालिदिन्छु 5,000, त यो भ्यालिड हुँदैन। उसको सानो र 0 भन्दा ठुलो भयो भने मात्र विथड्र पोसिबल होस्। त विथड्र जब पोसिबल हुन्छ भने एक्चुअल बैलेंसबाट मेरो यो अमाउन्ट घट्छ नि त। यसैले म कपी गर्छु अनि यहाँ म पेस्ट गर्छु। तर यहाँ प्लस नगरेर के गरिदिन्छु माइनस। यानी कि एक्चुअल बैलेंसबाट बैलेंस घट्यो र घटेर फेरि बैलेंसमा स्टोर भयो। फेरि प्रिन्ट गर्छु अमाउन्ट आफ्टर विथड्र अनि म बैलेंस प्रिन्ट गर्छु। दुईटा मेथड बनाए, डिपोजिट पनि विथड्र पनि। एउटा अझै मेथड बनाउनु पर्छ डिस्प्ले डिटेल्स। डिस्प्ले डिटेलले के गर्छ त हाम्रो टोटल इन्फर्मेसन डिस्प्ले गर्छ। पब्लिक void डिस्प्ले डिटेल्स। अब यो डिस्प्ले गर्नको लागि केही पनि प्यारामिटर लिँदैन, सिधै डिस्प्ले गर्छ। त म प्रिन्ट गरिदिन्छु। यहाँ मैले मेथड बनाएँ, यानी कि यसलाई कल गर्छु भने मेरो नेम के हो नेम प्रिन्ट गरिदिन्छ, अकाउन्ट होल्डर नेम। नम्बर के हो नम्बर हालिदिन्छ,
ब्यालेन्स के हो ब्यालेन्स हालिदिन्छ। अब यो क्लासलाई चलाउनको लागि मेन मेथड चाहिन्छ। त मेन मेथडको लागि म मेन मेथड अर्को क्लासमा बनाउँछु। यहाँ मैले मेन मेथड बनायो। अब यो मेन मेथडबाट एक्जिक्युसन स्टार्ट हुन्छ किनभने म यो क्लासले चलाउँछु। तर चल्नुपर्ने के त यो क्लासको प्रोपर्टिज। यो क्लासको प्रोपर्टिज चल्नको लागि यो क्लासको मैले अब्जेक्ट बनाउनु पर्छ। त म यहाँ अब्जेक्ट बनाउँछु। अब्जेक्ट बनायो। अब्जेक्ट बनाउने बित्तिकै यो कन्स्ट्रक्टरलाई म्याच गराउनु पर्छ किनभने कन्स्ट्रक्टर मैले यहाँ डिफाइन गरेछु के प्यारामिटराइज कन्स्ट्रक्टर तीनटा भ्यालु लिइरहेछ। फर्स्टमा स्ट्रिङ, सेकेन्डमा स्ट्रिङ, लास्टमा हाम्रो ब्यालेन्स डबल भ्यालु लिइरहेछ। त फर्स्टमा जुन स्ट्रिङ दिन्छु भने त्यो के हो त एकाउन्ट नम्बर भयो। त म यहाँ दिन्छु डेटा। म भन्छु कि स्ट्रिङ डेटा जाओस् 1 2 3 4 5 यो मेरो एकाउन्ट नम्बर भयो। यहाँ नेममा जाओस् विशाल पटेल, अमाउन्टमा जाओस् लगभग 5000। यो अब्जेक्ट बन्ने बित्तिकै यो 1 2 3 4 5 कहाँ जान्छ त यो आउँछ हाम्रो कन्स्ट्रक्टरमा एकाउन्ट नम्बरमा र नेम विशाल पटेल यसमा आउँछ र दिएको 5000 भनेको यो ब्यालेन्समा जान्छ। यो लोकल भेरिएबल भयो। लोकल भेरिएबलबाट यो ट्रान्सफर हुन्छ कहाँ त यसमा 30 डट एकाउन्ट। अब्जेक्टको एकाउन्ट नम्बर भनेको यो हो, अब्जेक्टको एकाउन्ट होल्डर नेम भनेको यो हो, अब्जेक्टको ब्यालेन्स भनेको यो हो। त्यसमा 1 बाइ 1 डेटा मेरो पास भइरहेछ। डेटा पास भइसक्यो। पास भयो भने अब के गर्ने त प्रिन्ट गरेर चेक गर्ने कि डेटा गएछ कि गएन। त म लेख्छु b1 डट डिस्प्ले डिटेल्स भन्ने एउटा मेथड छ त्यसलाई म कल गर्छु। अब यसलाई पहिला रन गरेर चेक गरौँ। सी फाइल नेम डट जाभा कम्पाइल भयो। जाभा फाइल नेम रन भयो। नेम विशाल पटेल, एकाउन्ट नम्बर 1 2 3 4 5, टोटल एमाउन्ट भनेको 5000। डेटा गइसकेछ यसको मतलब। अब जब डेटा गइसकेछ भने अब म चाहन्छु कि यसमा केही न केही एकाउन्ट नम्बरमा डिपोजिट होस् ब्यालेन्स। अब म चाहन्छु कि डेटा अलरेडी 5000 छ त म भन्छु b1 भित्र भएको डिपोजिट चलाओस्। तर कति डिपोजिट त म भन्छु 20000 डिपोजिट होस्। अब जब 20000 डिपोजिट हुन्छ भने अब डिपोजिट भएर म डिस्प्ले गर्छु भने मेरो एकाउन्टमा कति दियो त 5000। अब यो 20000 जुट्छ, जुटेर के भइहाल्छ मेरो 25000। तब मेरो एन्सर आउँछ कि 25000। हेर कम्पाइल भयो। क्यानट फाइन्ड सिम्बल माई ब्याड यहाँ स्पेलिङ मिस्टेक भएछ, ई छुटेछ। कम्पाइल भयो, रन भयो। के आयो त यहाँ टोटल एमाउन्ट भनेको 25000 आयो। नेम त त्यही छ। एमाउन्ट आफ्टर डिपोजिट इज 25000 है किनभने यो कल गर्ने बित्तिकै यो डिपोजिट गर्छ। डिपोजिट गरेर यहाँ प्रिन्ट गरिरहेको छु मैले एमाउन्ट आफ्टर डिपोजिट इज ब्यालेन्स आयो नि त। त्यो यो हाम्रो के भयो त डिपोजिट गर्यो। म चाहन्छु कि डिपोजिट गर त्यसपछि विथड्र गर। विथड्रमा भन्छु यहाँ -5000। त्यो मेरो इनभ्यालिड भयो। इनकरेक्ट एमाउन्ट हामीले इनकरेक्ट हाल्यो होला अथवा इन्सफिसियन्ट फन्ड अर इन्सफिसियन्ट फन्ड है यो डिस्प्ले हुन्छ। त्यहाँ मैले के हालेछु -500 500 माइनसमा हालेछु भने यो यसमा आउँदैन। 0 भन्दा ठुलो पनि छैन, ब्यालेन्स भन्दा कम पनि छैन। त्यही भएर यो इल्समा आउँछ। इल्समा आएर यो चल्छ। अब म कम्पाइल गर्छु भने कम्पाइल भयो, रन गर्यो भने हेर अब एमाउन्ट आफ्टर डिपोजिट 25000 पर्यो। इनकरेक्ट एमाउन्ट अर इन्सफिसियन्ट फन्ड यानी कि हामीले -5000 विथड्र गर्न खोजेको त्यही भएर आयो कि यहाँ इन्सफिसियन्ट फन्ड। त्यसपछि डिस्प्ले गरिरहेको छ भने विशाल पटेल 1 2 3 4 5 6 र एमाउन्ट मेरो 25000 छ। तर म यसपालि के दिइहाल्छु एमाउन्ट 500 के होस् त विथड्र होस्। त 25000 मध्ये 500 विथड्र भइहाल्छ भने 24500 बच्छ। कम्पाइल भयो, रन भयो। हेर त लास्टमा 24500 बचेको बचेन। एमाउन्ट कति छ 25000। डिपोजिट भइसकेपछि 25000, विथड्र भइसकेपछि 24500 र मेरो टोटल एमाउन्ट कति बताइरहेछ त 24500 बताइरहेछ। त यसरी नै हामी कोडिङ गर्छौँ। यो हामीले फर्स्ट क्वेसनलाई प्र्याक्टिस गरेको हो। यसमा हामीले इन्क्याप्सुलेसनको कन्सेप्ट लगाएको छैन किन क्वेसन भनेकै छैन। क्वेसन भनेको भए हामी लगाउँथ्यौँ। बिस्तारै बिस्तारै क्वेसनको प्याटर्न हेर्दै जाऊ र हामी उसको बेसमा कोड गर्दै जाऊ। ल यहाँ 2 नम्बर क्वेसन छ। क्रिएट अ जाभा क्लास विथ प्राइभेट फिल्ड सच एज रोल नम्बर, नेम एन्ड मार्क्स। प्राइभेट फिल्ड बनाउने हो यानी कि इन्क्याप्सुलेसनको बेसमा क्वेसन आइसक्यो। रोल नम्बर, नेम र मार्क्स तिनैले प्राइभेट फिल्ड बनाउने हो। प्रोभाइड गेटर एन्ड सेटर, त गेटर र सेटर दुवैले बनाउने सबैले बनाउने हो। विथ भ्यालिडेसन लजिक मार्क्स क्यानट बी नेगेटिभ, नेगेटिभ मार्क्स नहुनु पर्ने। यदि मार्क्स नेगेटिभ दियो भने त्यो हामीले एउटा मेसेज दियोस्। त्यो मेसेज दिनु भनेको त भ्यालिडेसन हो। ल यहाँ मैले एउटा क्लास बनाएको छु। यो क्लासमा 3टा एट्रिब्युट राखेको छु। रोल नम्बर इन्टिजरमा, नेम स्ट्रिङमा, मार्क्स डबलमा र तिनटै यो एट्रिब्युटलाई मैले प्राइभेट राखेको छु किनभने क्वेसनको डिमान्ड नै के छ त प्राइभेट छ। अब क्वेसनको नेक्स्ट स्टेप के छ त सेटर र गेटर मेथड बनाउने हो। त तिनटैको सेटर र गेटर मेथड हुन्छ। तर यहाँ भ्यालिडेट हुन्छ है, सेट गर्ने बेलामा भ्यालिडेट हुन्छ। भ्यालु सेटर मेथडबाट भ्यालु यदि पास गर्छु भने जे पाए त्यही मार्क्समा भ्यालु जाँदैन। पहिला के हुन्छ त भ्यालिडेट हुन्छ, मार्क्स दिएको सही छ कि छैन अनि मात्र काम हुन्छ। यहाँ भनेको छ प्रश्न यो रोल नम्बरको म गेटर मेथड बनाउँछु भने गेट
रोल नंबर को आर ठुलो नंबर को एन ठुलो दुई वर्ड को गेट रोल नंबर त्यही भएर यहाँ ठुलो बनाएको छु त गेट रोल नंबर भनेको त मेथड भइसक्यो यसले रिटर्न के गर्छ त जे यो रोल नंबर छ त्यही रिटर्न गर्छ त यसको टाइप के हो त इन्ट त्यही भएर यो इन्ट मैले बनाएको छु त्यसैगरी म गेट नेम बनाउँछु गेट मार्क्स बनाउँछु पहिला गेटर बनाऊ त्यसपछि 1 बाइ 1 सेटर बनाउँछु अब बनाऊ यसको के सेटर 1 बाइ 1 त पहिला हामी रोल नंबर को सेटर बनाउँछु यहाँ एउटा सेटर मेथड बनाएको छु मैले रोल नंबर को अनि सेटर मेथडमा जहिले पनि भोइड हुन्छ र सेट रोल नंबर नाम मैले राखेको छु सेट रोल नंबर र जे रोल नंबर पास गर्छौ त्यो रोल नंबर कहाँ जानुपर्छ त यो रोल नंबरमा जानुपर्ने तर जानुभन्दा अगाडि के भेरिफाई हुनु पर्यो यानी कि आएको रोल नंबर 0 भन्दा ठुलो छ भने मात्र रोल नंबरमा जाओस् यो डेटा दिस डट रोल भनेको अब्जेक्टको रोल नंबरमा जाओस् यदि छैन भने इल्समा आउँछ इल्समा प्रिन्ट गर्छ मेसेज इनभ्यालिड रोल नंबर त्यसैगरी अब सेट नेममा आऊ नेम पनि पास गर्दाखेरि सेट नेम मैले मेथडको नाम बनाएको छु र नेम पनि पास गर्दाखेरि पहिला यो चेक गर्छ अनि मात्र यो भेरिएबलमा हाल्छ त नेम यो आयो भने यो नेम नल त छैन नि त नेम इज नट इक्वल टु नल एन्ड नेम इज इम्पिटी भनेको एउटा मेथड हो स्ट्रिङ को यसले के पत्ता लगाउँछ त स्ट्रिङ इम्पिटी छ कि छैन यदि इम्पिटी छ खाली छ भने ट्रु दिन्छ त नट लगाएछु भने यो खाली त छैन नि त यदि खाली छैन नल पनि छैन अनि मात्र के गर्यो त दिस डट नेममा नेम जाओस् यानी कि अब्जेक्टको नेममा नेम जाओस् यदि नल छ अथवा खाली छ भने कहाँ जाओस् त इल्समा नेम क्यानट बी इम्पिटेड यानी कि एउटा मेसेज गर्छ इम्पिटी नहुनु पर्ने नेम अथवा इनभ्यालिड नेम भन्दियो त्यसैगरी हामी मार्क्स को लागि पनि बनाउँछौं सेट मार्क्स यहाँ मैले एउटा सेट मार्क्स भनेको मेथड बनाएको छु र जे पनि मार्क्स यसमा आउँछ त्यो मार्क्स भनेको पहिला भ्यालिडेट हुन्छ त्यो मार्क्स 0 भन्दा ठुलो र 100 भन्दा सानो हुनु पर्यो यो रेन्ज भन्दा बाहिरको मार्क्स दियो भने त्यो इनभ्यालिड भइहाल्यो अनि यो इल्समा गएर भन्छ कि मस्ट बी बिट्विन 0 एन्ड 100 यदि भएन भने यही रेन्जमा भयो भने त्यो मार्क्स भित्र मार्क्स गइहाल्छ अब यसको डिमान्ड के छ त सेटर मेथड पनि बनाऊ भ्यालिडेसन पनि लजिक पनि सबै बनाइसक्यो अब यसले चलाउनको लागि हामीले मेन मेथड चाहियो यो मेन मेथड भयो हामी यसको अब्जेक्ट बनाउँछौं बनाए अब्जेक्ट यसपालि यसमा कन्स्ट्रक्टर लगाएको छैन किन कन्स्ट्रक्टरको काम के हो त डेटा पास गर्नको लागि सेटर मेथड अलरेडी छ यहाँ छैन त जब सेटर मेथड छ भने कन्स्ट्रक्टरको आवश्यकता पर्दैन अब यो अब्जेक्ट द्वारा म चाहन्छु कि नेम आओस् पहिला अब यो प्रोपर डेटा मैले पास गरेछु भने यो कहाँ गइहाल्छ त S1 अब्जेक्ट भित्र भएको नेम रोल नंबर र मार्क्स मा गइहाल्छ यो 1 आफ्नो मेथड कल गर्छ सेट नेम सेट मार्क्स र सेट रोल नंबर अनि भेरिफाई गर्छ अनि भेरिफाई अनुसार नै मैले डेटा हालेछु यसपालि अब भन्छु 1 बाइ 1 प्रिन्ट होस् त 1 बाइ 1 प्रिन्ट गर्नको लागि मैले बनाएको छु गेट मेथड है तीनटै प्रिन्ट गरे मैले नेम प्रिन्ट होस् गेट नेम को सहायताबाट यानी कि गेट नेमले रिटर्न गर्छ अनि रिटर्न यो कहाँ आउँछ यही आउँछ यो प्रिन्ट भित्र छ भने प्रिन्ट गरिदिन्छ त्यसैगरी गेट रोलले रिटर्न गर्छ रोल नंबर गेट मार्क्स रिटर्न गर्छ गेट मार्क्स जावा सी स्टुडेन्ट डट जावा कान्ट फाइन्ड सिम्बल यहाँ हुन्छ हाम्रो सेट मार्क्स मिस्टेक गरेछु सेट मार्क्स फंक्सन द्वारा हामीले डेटा हाल्छौं कम्पाइल भयो जावा स्टुडेन्ट के भयो त नेम इज इक्वल टु विशाल पटेल रोल नंबर इज इक्वल टु 1 2 3 मार्क्स आयो के 78 मैले जे हालेछु त्यही अब म यहाँ नेम त सेट नेमबाट नेम म चाहिराछु कि जाओस् तर यो नेममा म केही पनि पास गरेको छैन त यो के आउँछ मेसेज आउँछ कि आउँदैन हेर कम्पाइल भयो रन भयो के भयो त नेम क्यानट बी इम्पिटी अनि नेममा के भयो त नल पहिलादेखि गइसक्यो किनभने नेममा केही पनि हुँदैन भने नल हुन्छ एनी मेसेज नेम क्यानट बी इम्पिटी यदि म नेम राम्रो हाल्दिन्छु रोल नंबर तर भन्छु -5 होस् त रोल नंबरमा जान्छ डेटा जाँदैन भने बाइ डिफल्ट रोल नंबरमा के हुन्छ त 0 हुन्छ त हेर कम्पाइल भयो रन भयो नेममा त गयो तर यहाँ मेसेज के आयो त इनभ्यालिड रोल नंबर यानी कि रोल नंबरमा इनपुट जानुभन्दा अगाडि हामीले बताइदियो इनभ्यालिड रोल नंबर हो यानी रोल नंबर गएन भने रोल नंबर मेरो के भयो त 0 भयो त्यसैगरी मार्क्समा म हाल्दिन्छु 782 भनेको 0 र 100 को बीचमा छ त छैन त यानी कि यो पनि मेसेज दिन्छ र यसमा भ्यालु हाल्दैन मार्क्समा भ्यालु हालेन भने यहाँ के हुन्छ त 0 हुन्छ 0.0 किनभने डबल हो कम्पाइल भयो रन भयो के भयो त नाममा विशाल आयो रोल नंबर 5 आयो त्यसमा 0 छ पहिले यहाँ देखाइसकेको छ के त मार्क्स मस्ट बी बिट्विन 0 एन्ड 100 मार्क्स हाम्रो अल्टर दिएछौ यानी कि अपरेसन हुनुभन्दा अगाडि मैले के गरे त पहिला अथेन्टिकेट गर्यो कि दिएको डेटा सबै युजफुल डेटा छ कि छैन अननेसेसरी डेटा नहोस् भनेर यसको लागि सेक्युरिटीको लागि हामी युज गर्छौं के डेटा हेडिङ कन्सेप्ट र यो डेटा हेडिङ र इन्क्याप्सुलेसनको बेसमा यो कोडिङ मैले गरेको हो ल थर्ड नम्बर क्वेशन हेरौं क्रिएट जावा क्लास इम्प्लोइ क्लासको नाम के हुनु पर्यो त इम्प्लोइ हुनु पर्यो वेयर
Employee data such as ID, name and salary must be set only through constructor. constructor द्वारा सेट हुनु पर्यो यो डेटा and changed only through setter method. अनि चेन्ज गर्नको लागि setter method चाहियो. फर्स्ट चोटी डेटा constructor थ्रु जाओस्, चेन्ज गर्नको लागि setter method चाहियो with proper validation. सेटर भनेछ भने गेटर त हुन्छ नि हुन्छ, अनि सेटर भनिदियो भने यस्तो बुझ्ने कि इन्क्याप्सुलेसन को पार्ट हो, किनभने इन्क्याप्सुलेसन मै सेटर र गेटर हुन्छ. एक्जाम्पल भ्यालिडेसन कस्तो त एक्जाम्पल सैलरी क्यानट बी नेगेटिभ, सैलरी नेगेटिभ नहुनु पर्ने, यस्तो गरेर भ्यालिडेसन बनाऊ. अलरेडी गरेको कोडलाई हामी के गर्छौं चेन्ज गर्छौं. अलरेडी यो क्लास बनाएको छु, यसैले कपी गरौ, यसैले पेस्ट गरौ र यसमा के छ त आईडी छ, त्यहाँ आईडी राख, नेम छ त नेम छदै छ, अनि यहाँ सैलरी राख्दियो, सक्यो. त्यो एट्रिब्युट भयो, आईडी भयो इम्प्लोइ को, नेम भयो र सैलरी भयो. अब म आईडी को लागि गेट मेथड बनाउँछु, गेटर मेथड बनाउँछु भने गेट आईडी लेख्नु पर्छ मलाई. रिटर्न के गर्छ त आईडी गर्छ. त्यसैगरी गेट नेम को लागि त सेमै भयो, अनि सैलरी को लागि मैले लेख्नु पर्छ गेट सैलरी. रिटर्न के गर्छ त यहाँ सैलरी गर्छ, यो पनि डबलमै छ, फरक परेन. त गेटर मेथड बन्यो कि बनेन, चेन्ज गरे मैले एक्जिस्टिङ कोडमा. अब यसको लागि आईडी को लागि सेटर मेथड बनाउँछु. मेथड को नाम के हुन्छ त सेट आईडी हुन्छ. जे यहाँ आईडी म दिन्छु त्यो आईडी भनेको चेक हुन्छ पहिला. इफ आईडी इज ग्रेटर देन 0 देन ओन्ली आईडी मा सेट होस्, आईडी को भ्यालु आईडी मा जाओस्, सक्यो. भएन भने के इनभ्यालिड रोल नम्बर लेख्दौ, सक्यो. त्यसैगरी नेम को लागि त केही छुनै पर्दैन, यहाँ पनि नेम त्यही थियो, यहाँ पनि त्यही थियो. त यसको लागि पहिलादेखि कोड गरेकै छ. अब यहाँ सेट मार्क्स को ठाउँमा सेट सैलरी राख्दियो, अनि यहाँ जे सैलरी आउँछ त्यो सैलरी पहिला के होस् त भ्यालिडेट होस्, यानी कि सैलरी जहिले पनि 0 भन्दा ठूलो हुनु पर्यो. जति पनि हाल्न सक्छौ. सैलरी 0 भन्दा ठूलो भयो भने त्यो सैलरीलाई स्टोर गर आएको सैलरीबाट. यदि भएन भने के मेसेज आओस् सैलरी नट बी नेगेटिभ. त मैले बनाए यहाँ सेटर गेटर पनि बनाए, सेटर पनि बनाए. डेटा मेरो कहाँ जानु पर्यो त कन्स्ट्रक्टर थ्रु जानु पर्यो, किनभने क्वेशनमा भनेछ कन्स्ट्रक्टर थ्रु डेटा जानु पर्ने हो. त कन्स्ट्रक्टर त मैले बनाएकै छैन, त यसलाई अब के गरौ त कन्स्ट्रक्टर यहाँ बनाऊ. कन्स्ट्रक्टर को लागि म लेख्छु यहाँ पब्लिक, क्लास को नाम माथि के छ त इन्ट आईडी, कपी गरौ, स्ट्रिङ नेम डबल सैलरी, यो लोकल भयो. यो ऑब्जेक्ट में जाओस्. तो ऑब्जेक्ट को लागि म लेख्छु के दिस डट आईडी इक्वल टू आईडी. कन्स्ट्रक्टर बनायो. अब म जब यसमा ऑब्जेक्ट बनाउँछु भने ऑब्जेक्ट में पास गर्नुपर्छ तीनटा भ्यालु, किनभने यहाँ के कन्स्ट्रक्टरलाई म्याच गराउनु छ त आईडी, फर्स्ट इन्टिजर, स्ट्रिङ र डबल. त्यो डेटा अलरेडी गइसक्यो. अब जब डेटा गइसक्यो भने यसलाई के गर्नु पर्यो त प्रिन्ट गर्नु पर्यो. म भन्छु नेम प्रिन्ट होस्, S1 भित्र भएको गेट नेम बाट नेम, S1 भित्र भएको गेट आईडी बाट आईडी, S1 भित्र भएको गेट सैलरी बाट सैलरी. अलरेडी डेटा यसमा जान्छ अनि यो प्रिन्ट हुन्छ. हेर जावा सी एम्प्लोइ डट जावा कम्पाइल भयो. जावा एम्प्लोइ के आयो त नेम विशाल पटेल, आईडी 101, सैलरी 50,000. अब त्यो फिक्स गरिदियो, डिफल्ट भ्यालु गइसक्यो. म चाहन्छु कि अब सैलरी को डेटा मेरो चेन्ज होस्, यानी कि सैलरी अब 50,000 भन्दा 25,000 होस्. त म यहाँ अर्को भ्यालु सेट गरिदिन्छु. म भन्छु S1 भित्र सेट सैलरी बाट मेरो सैलरी जाओस् 25,000. अब मेरो के थियो त 50,000, उसको ठाउँमा अब के भइहाल्छ 25,000 भइहाल्छ. अब म प्रिन्ट गर्छु खाली सैलरी. त एन्सर मेरो के आउँछ त 25,000 आउनु पर्यो. कम्पाइल भयो, रन भयो. हेर त पहिला सैलरी प्रिन्ट भयो के 50,000, त्यसपछि के 25,000. किन पहिला सैलरी हामी यहाँ लेखेछु त्यो के 50,000 बाई डिफल्ट आयो. त्यसपछि मैले चेन्ज गर्यो, चेन्ज गरेपछि सैलरी मेरो के भयो त 25,000 भयो. यानी कि क्वेशनमा भनेछ के कन्स्ट्रक्टर थ्रु डेटा पास गर, तर चेन्ज गर्नको लागि हामी जहिले पनि सेटर मेथड युज गर्छौं. त यहाँ अहिले मात्र के सैलरी चेन्ज गरेको, म चाहे भने नाम चेन्ज गर्न सक्छु, आईडी चेन्ज गर्न सक्छु है. त यो भयो के यो पनि हाम्रो इन्क्याप्सुलेसन को बेसमा कोडिङ भयो. यसरी नै कोडिङ आउँछ र हामी 1 बाइ 1 प्र्याक्टिस गर्न सक्छौं. यसको बेसमा तिम्रो के प्र्याक्टिस गर. प्र्याक्टिस गरिसकेपछि केही प्रब्लम आइदियो भने कमेन्टमा क्वेशनै पठाउँदा भयो, म उसको सल्भ गर्छु. र आजको लागि यति. थ्यांक यू.